त्यसपछि विलियम फ्र्याक्चर्स चाहिँ मैले तपाईँहरूलाई यसको सेटिङ्सहरू चाहिँ भनिदिएको छैन। यस्तै विलियम फ्र्याक्चर्स तपाईँ लगाउनु भयो भने यस्तो देखाउँछ, हेर्नुहोस् यस्तो जथाभावी कता कता देखाउँछ कता कता देखाउँछ। तर यसलाई चाहिँ तपाईँले है यसलाई चाहिँ चेन्ज गर्नुपर्छ तपाईँले है, आफैले नै चेन्ज गर्ने यसलाई चाहिँ सेटिङ है। यसको सेटिङमा जानु, यसको पिरियडलाई चाहिँ 24 अथवा 25 गराइदिनुहोस् है। अनि त्यसपछि तपाईँले नेप्सीको एक्ज्याक्ट लोकेसन देख्नुहुन्छ। हेर्नुहोस् ठ्याक्क कहाँ गएर तपाईँलाई सेल भन्छ, कहाँ गएर बाई भन्छ। अब यहाँ चाहिँ उल्टो देखाउँछ यसरी हैन। अब तपाईँले यसलाई पनि सेटिङमा चेन्ज गरेर मिलाउन चाहिँ सक्नुहुन्छ हैन। यो स्टाइललाई चाहिँ यो रातोलाई हरियो अनि हरियोलाई चाहिँ रातो है त, यसरी मिलाउन सक्नुहुन्छ तपाईँले। यसरी मिलाउनु भयो भने तल बाई सिग्नल आउँछ, माथि सेल सिग्नल आउँछ। यो एकदम राम्रो तरिका हो हेर्ने, भ्यालु हेर्ने। यहाँनिर यसरी हेर्दाखेरि यहाँनिर बाई सिग्नल आएको थियो अनि यहाँ 2900 सेल सिग्नल आएको थियो नेप्सीमा है। यहाँनिर फेरि बाई सिग्नल आएको छैन। अब यो कटिहाल्यो भने यसलाई बाई सिग्नल हो भनेर बल्ल भन्न पनि मिल्छ हामीले।